छ यसलाई पनि हस्पिटल लानुपर्ने च्या हो जिन्दगीमा टेन्सन के साह्रो। अहिले चाहिँ ड्राइभर भइयो र पो त ड्राइभर माइलो मोटर चलाउँदै। फेसबुकमै राम्रो छ, फेसबुकमा भिडियोहरू बनाउनुहुन्छ, फेसबुकमा पोस्टहरू भिडियो बनाएर पोस्टहरू गर्नुहुन्छ भने हजुरहरू त्यसमै कन्टिन्यू गर्नुहोस् है। युट्युबमा चाहिँ जम्प नगर्नु होला, किनभने चाहिँ यसको एउटा रिजन छ। हेलो गाइज, गुड मर्निङ हजुर सबैजनालाई स्वागत छ फेरि पनि मेरो नयाँ भिडियोमा। सो गाइज अहिले चाहिँ म घरबाट निस्किसकेको छु। कहाँ भन्दाखेरि चाहिँ अब पाक्योङ जानुपर्ने होइन, हल्का सानो रिजर्भ भएको छ। सो त्यो रिजर्भ चाहिँ अब उम्किनु दिनु भएन नि त, पैसाको पनि जरुरत छ। सो अहिले हिजो आज त म गाडी कुदाउनु जानु चाहिँ भएको छुइनँ होइन, र पनि यस्तो सानोतिनो लोकलहरू रिजर्भहरू आयो भने चाहिँ सो हिन्दी हाल्नुपर्छ है। अहिले चाहिँ म यहाँ माथि पुगिसकेँ, उकालो जाँदैछु। यहाँ माथि पुगेर घर छेउ तलबाट उकालो आउँदैछु गाइस है। मेरो त युट्युबमा पनि समस्या आइपरेको छ होइन। सो के समस्या पर्यो युट्युबमा भन्दाखेरि चाहिँ म तपाईँहरूलाई अर्को प्रपर भिडियो बनाएर तपाईँहरूलाई भन्छु है युट्युबमा चाहिँ। र अहिलेको लागि चाहिँ यति नै भन्छु कि जतिजनाले पनि फेसबुकहरूमा गर्नुहुँदैछ है, किप इट अफ गर्नुहोस्। फेसबुकमै राम्रो छ, फेसबुकमा भिडियोहरू बनाउनुहुन्छ, फेसबुकमा पोस्टहरू भिडियो बनाएर पोस्टहरू गर्नुहुन्छ भने हजुरहरू त्यसमै कन्टिन्यू गर्नुहोस् है। युट्युबमा चाहिँ जम्प नगर्नु होला, किनभने चाहिँ यसको एउटा रिजन छ। सो म तपाईँहरूलाई यसको बारेमा पनि प्रपर भिडियो बनाएर भन्छु है। नेक्स्ट भिडियो म यसकै बारेमा भन्छु प्रपर भिडियो बनाएर। सो गाइस अहिले चाहिँ 11 बज्न आँट्यो दिउँसो त के बिहानको 11 बज्न आँट्यो। अनि म चाहिँ खानासाना खाने बेला होइन, खानासाना खाने बेला चाहिँ फोन आयो नि त। फोन आएर अब रिजर्भ जानुपर्ने, अब फेरि अहिले चारैपट्टि मेला लागिरहेछ हो, मेला हो दम बढ्यो। ल गाइज फाइनली अहिले चाहिँ म रोडमा आइसकेको छु। आमा गाडीको हालत पनि पत्ला, हिजो आजसम्म गाडी कुदाएकै छुइनँ। सो गाडीको कन्डिसन चाहिँ देख्छ भने चाहिँ मैला चाहिँ यस्तो शीत पर्छ होइन। शीत परेपछि त्यस्तै हो, फेरि शीत पर्छ यहीँ सुक्छ लेक्रा बस्छ हो, यस्तो छ। टायरमा हावाहरू ठिकै छ हो, यस्तो चाहिँ चेक गर्नु पऱ्यो नि ड्राइभरले बिहान हिँड्ने खेर चाहिँ। ठिकै छ। अब पानी सानी कुलेन चाहिँ अल सेट है, सबै राम्रै छ। हिजो अस्ति म त भर्खर चेक गरेको, हिजो अस्ति कुदाएको त छुइनँ गाडी है, कुदाउनु त पाउँदिनँ, टाइमै त पाउँदिनँ गाडी कुदाउनु। त्यो आफ्नै पर्सनल कामले हिँड्यो भने मात्रै हो। सब अहिले पुस्ने दस्तुर छैन अब हो। अब टुक गरेर खोलिने पनि छैन, गरिब मान्छे गाडी यस्तो छ है तातेर। फेरि अर्को फोन पनि बोकेर हिँडेको छु, यसमा चाहिँ ब्लुटुथ कनेक्ट गर्नुपर्छ हो गाई चाहिँ। अब 10:59 पो भइसक्यो, आइपुगिसक्यो। यो पनि एन्ड्रोइड सिस्टम पनि के हो ओफ 2 दिन जस्तो गाडी चलाएन भने चाहिँ फेरि रिस्टार्ट हुनु थालिहाल्छ नि त। यो के हो ल गाइस अब हामी अब लाग्छौँ ओह्रालो। आमामा गरम पो भयो त यार, ल्याउनु तल गएर कहिले आउनुपर्ने, लिएर आएर त्यहाँदेखि जानुपर्ने। यही बाटो फेरि ब्याक हुनुपर्छ माथि सेन्टर पन्डम भएर, त्यहाँदेखि सर्टकट बाटो छ है। सो त्यो सर्टकट बाटो चाहिँ अब म जानुपर्ने अवस्था आएको छ। यहाँ देख्नु सक्नुहुन्छ है, यस्तो छ भ्यूहरू चाहिँ। सुबह बिहानी त के भन्नु, 11 बजिसक्यो। ड्राइभर लाइफ यस्तै हुन्छ है गाई चाहिँ, न खाना न पानी टाइममा। अब के गरेर खानु पर्यो भनेर बसिराख्यो। सो फाइनली खोल्यो है यो पनि। यो 1 दिन 2 दिन गाडी कुदाएन स्टार्ट गरेन भने चाहिँ स्लिप गरिहाल्छ, सुतिहाल्छ। यसको स्लिप टाइममा राखेर रहेछ कि त्यस्तो हुँदो रहेछ। सो गाई चाहिँ अहिले चाहिँ लाग्यो, अब कहिले पुग्नु पर्ने हो। हिँड्यो है गाई चाहिँ, हिँड्यो है केटा। अब
जिन्दगी यस्तै छ, गाह्रो छ। कस्तो गाडीहरू हो, यो ट्याक्सी मात्रै छ त हौ हाम्रो गाउँतिर पनि। सबै मेला जानुको लागि गाडी बुक गरे के हो गाउँबाट। अहिले गाउँको गाडीहरू फेरि सबै सिजन गएको छ हो, गाडी छैन गाउँमा। गाडी भनेको अहिले ट्याक्सीहरू मात्रै छ, सानो सानो गाडीहरू मात्रै छ। ठुलो गाडी सर्भिस गाडीहरू सबै सिजनको हुन्छ। म पनि खासमा घरमा त नबस्ने, मेरो त्यो एउटा प्रब्लमले गर्दा मात्रै अहिले म घरमा थेचारिरहेको छु कि, नभए त यतिखेर त म त फेरि कत्रा पैसा कमाइरहेको हुन्थेँ। म पढेको स्कुल चाहिँ यहाँ अगाडि छ है। खासमा आजको भाडा चाहिँ त्यस्तो राम्रो चाहिँ छैन है गाइज, मलाई पोसाउँदैन आजको भाडामा चाहिँ। म भन्नु हो भने चाहिँ लङ डिस्टेन्स हो होइन, फेरि यो गाडीले अलिकति बेसी नै तेल खान्छ, अनि त्यही भएर आजको भाडा चाहिँ कम्ती छ। र पनि घरमा किन बसिराख्नु, अलिकति बिचमा टाइम पाएकोलाई ठिकै रिजर्भ आइजाउँ भनेर मात्रै हो। म पढेको स्कुल चाहिँ यो यहाँ अगाडि, म चाहिँ यसमै पढेको यो स्कुल। यो स्कुल चाहिँ क्लास 10सम्म छ, क्लास 10सम्म छ यो स्कुल चाहिँ। गाडी कता गयो, क्लास 10सम्म छ। म चाहिँ क्लास 10सम्म चाहिँ यो स्कुल पढेको केटा हो होइन। अहिले चाहिँ ड्राइभर भइयो र पो त, ड्राइभर म माइलो मोटर चलाउँदै। अहिले चाहिँ फाइनली मान्छेहरू चाहिँ रिसिभ गरिसक्यो है। मैले चाहिँ अहिले चाहिँ म यहाँ तल्लो पाथाङमा आएको छु। यो चाहिँ हामी चाहिँ हो माथिल्लो पाथाङ, यो चाहिँ हो तल्लो पाथाङ। रेडी भएन भने त कराउँदैछ। अब यहाँ मान्छेहरू कहिले निस्किन्छ। एकजना चाहिँ रिसिभ भइसक्यो, अब जानुपर्छ। यता अङ्कल चाहिँ हो, यता अङ्कल हो एकजना हो, अनि अब तिनजना चारजना, 3जना छ। अब कतिखेर आउँछ, अब यहाँ हामी चाहिँ वेट गर्दैछौँ। आएपछि चाहिँ अब चाहिँ नन स्टप पाक्योङ पुगेर त्यहाँदेखि फेरि ब्याक टु होम हुनुपर्छ म चाहिँ। सो गाइज आज त्यस्तै चाहिँ हो। खाना पनि खाएको छैन, एउटा ह्याप्पी टेन्ट खाएर हिँडेको। भोक त लाग्दो रहेछ हौ, झन् चपाएर बल परेर होला कि झन् भोक लाग्ने हौ आम्मा। फाइनली अहिले चाहिँ हामी आइसकेछौँ पाक्योङ है। यहाँ चाहिँ गाडी टक्कै पार्क गरेँ, अनि यहाँ अगाडि चाहिँ यस्तो अप्ठ्यारो रहेछ। यहाँ अगाडि चाहिँ यो मेन रोड निस्किनु लागि चाहिँ अबै खतरा गाई चाहिँ। यहाँ माथि देख्दै गरेको यहाँ बजार चाहिँ यहाँ अगाडि छ। यहाँ चाहिँ बजारदेखि तल्लोपट्टि आउनुपर्ने रहेछ। यहाँ मैले लिएर आएको मान्छेहरूको मेलाको साइड चाहिँ यो है गाई चाहिँ। मेला खेल्नु आउनुहोस् तपाईँहरू, यो मेलाको साइड यहाँ छ। उहाँ यहाँबाट हल्का अब एकछिन अब यहाँबाट निस्किन्छु। पेमेन्ट भएको छैन, पेमेन्ट भएर चाहिँ पैसा सैसा थापेर चाहिँ अब घरतिर जानुपर्छ। भोक पनि लाग्दैछ है, खाना खाएको छुइनँ। अनि मेरो गाडी चाहिँ अलिकति समस्या आइपर्दैछ है, ब्रेक प्याड पनि सकिँदैछ, प्लस पुरा यस्तो बब्लिङ हुँदैछ गाडी हो। सो त्यसको पनि अब ग्यारेज लानुपर्ने छ, यसलाई पनि हस्पिटल लानुपर्ने छ हो। जिन्दगीमा टेन्सन के साह्रो हो। ल गाइज अहिले चाहिँ म डिक्लिङ स्कुल आइपुगिसकेँ। यहाँ हेर्नु सक्नुहुन्छ अगाडि यो डिक्लिङ सिनियर सेकेन्ड्री स्कुल होला सायदै जस्तै लाग्यो मलाई चाहिँ। यो डिक्लिङ स्कुल चाहिँ पाक्योङ डिक्लिङ स्कुल हो रहेछ, सिनियर सेकेन्ड्री स्कुल है यो चाहिँ। यो चाहिँ डिक्लिङ आम्मा। अब म कहिले घर पुग्नु होला हरेस लागिरहेको छ। यो पारी चाहिँ एयरपोर्टहरू है गाई चाहिँ। यो पाक्योङ एयरपोर्ट पनि कहिले सक्सेस भएन उयो। यहाँ हेर्नु सक्नुहुन्छ है भत्केर सब बर्बाद भएको छ एयरपोर्ट त। यहाँदेखि यो चाहिँ यो यतापट्टिको साइड हो, एयरपोर्ट चाहिँ यतापट्टि छ छनु चाहिँ हो। एयरपोर्ट चाहिँ अलिकति उताटी छ, तर यो पनि सबै एयरपोर्टकै एरिया हो, बढाउँदैछ अहिले चाहिँ होइन। यस्तो छ एयरपोर्ट चाहिँ भत्केर। यसो पहिला राम्रो लोकेसनहरू हेरेर होइन, राम्रो लोकेसनहरू हेरेर बनाएको थियो घर चाहिँ। अब अहिले यस्तो दुःख पाउँदैन थियो है। कति करोडको खर्चमा चाहिँ यस्तो भयो। अहिले सिक्किममा पनि राम्रो एयरपोर्ट चलेको भयो है। अब मजाले राम्रोसँगले होइन 24 आवर मजाले यो एयरपोर्ट चलेको भए चाहिँ कति सुविस्ता हुन्थ्यो सबैजनालाई, आउने जाने सबैजनालाई कति सुविस्ता हुन्थ्यो होइन। यो सिलिगुडीको हेरेसमेन्टहरू सही राख्नु पर्दैन थियो हाम्रो ड्राइभर साथीभाइहरूले। कोही डाइरेक्ट फ्लाइट अब सिक्किममै ट्याक्कै भएपछि त अब सिलिगुडी बागडोग्राहरू गइराख्नु परेन, पिकअपहरू गर्नु टुरिस्टहरू। सके यहाँनिर माम्जे भन्दैछ है, माम्जे डाँडादेखि चाहिँ यो माम्जे
चाहिँ त्यहाँदेखि अगाडि यहाँदेखि उता चाहिँ फेरि पाचक स्टार्ट भयो जस्तो लाग्यो। यहाँ हेर्नु सक्नुहुन्छ गाई चाहिँ भ्यू चाहिँ आमामा कडा छ। म चाहिँ सधैँ यो बाटो हिँड्दाखेरि चाहिँ यहाँ कुनै दिन रोकेर हेरौँ है भनेर चाहिँ सोच्थेँ कि कहिले मिलेको थिएन। सो आज चाहिँ भेटियो ठाउँ। अम्बो यहाँदेखि ओह्रालो भिर हिँड्नु नि यहाँ सुलुत्त गयो भने त ऊ तल कता हो कता। सो यो पारी देखेको चाहिँ सबै पाचकहरू होला मेबी। हो पाचकै। अहिले म निस्किनु पर्ने त्यो डाँडा, यो डाँडा कटेर पनि अझै म चाहिँ उँधो झरेर पनि उता कतिवटा डाँडा कटेर जानुपर्छ। अहिले चाहिँ म यहाँ टक्कैसँगले हल्का यसो बसेर हेर्दैछु पारिवारी है। यहाँदेखि चाहिँ दामलाखा भन्छ। यहाँदेखि उँभो चाहिँ यो भिरदेखि उँभो चाहिँ यस्तो दामी देख्छ होला। अहिले त यो घामले हुस्से लागेर हो यस्तो भइरहेछ। यस्तो राम्रो देखेको छैन, दामी देख्ने हो। अहिले चाहिँ म घर आइपुगिसकेँ भन्दा पनि अब यहाँदेखि ओह्रालो जानुपर्छ। जाडो गाडी पार्किङ गरिसक्यो हो। ठक्कैसँगले यो नि ल्याउनु आएछ मलाई। चल अब घर लगाइ। जब चाहिँ ओह्रालो लाग्दैछु अब घर पुगेँ। आजको भिडियो यस्तै हो है। त्यस्तो इन्ट्रेस्टिङ त हुँदैन है, तरै भए पनि अब अपडेट गर्दै गर्नुपर्छ युट्युबमा। नभए युट्युबले फेरि पञ्च हान्छ है। युट्युब त त्यसै पनि मेरो के भइरहेछ है। आउँदो भ्लगमा म तपाईँहरूलाई यसको बारेमा प्रपर भन्नेछु। सो गाइज चाहिँ आजको लागि यति नै। अब चाहिँ म घर जाँदैछु। अब घरमा गएर धेरै काम पेन्डिङ नै छ। आज अब यहाँ बाहिर हिँड्नुले गर्दाखेरि घरको काम रोकिरहेछ है। अब गएर चाहिँ घरको काम भटाभट गर्नु थाल्नुपर्छ। टाइम छैन। सो गाइज आजलाई यति नै। सो बाई सबैजनालाई। फेरि भेटौँ अब अर्को नयाँ भ्लगमा है। टिल देन बाई।